हेलो साथीहरु नमस्कार सम्पूर्णमा स्वागत छ फेरि पनि तपाईलाई मेरो अर्को नयाँ भिडियोमा। आजको भिडियोमा तपाईहरुले जान्न सक्नुहुन्छ हाम्रो यो गोबी लगाएका छौं बन्दागोबी। बन्दागोबीको बारेमा केही महत्त्वपूर्ण जानकारीहरु हजुरलाई दिन गइरहेको छु। भिडियो अन्त्यसम्म हेरेर सुनेर साथ दिनु होला। साथीहरु हेर्न सक्नुहुन्छ यो चाहिँ हामीहरुको सूर्यमुखी फूल रहेको छ। हामीहरुले एक साइडमा सूर्यमुखी फूल र एक साइडमा बन्दागोबी लगाएका छौं। यो सूर्यमुखी फूल चाहिँ भर्खर लगाएको देखि लिएर 15 दिन 20 दिन 1 महिना 35 दिनसम्मको रहेको छ। अहिले चाहिँ यो यसमा पानी हाल्ने सिस्टम तपाईहरुले सायद देख्न सक्नुहुन्छ भिडियोमा पनि स्प्रिङ्कलको सिस्टमबाट हामीले पानी हालिरहेका छौं। हाम्रो बन्दागोबी पनि यस्तै रहेको छ। स्प्रिङ्कल सिस्टमबाट पानी हालेका छौं। यसरी तपाईलाई छोटो समयमा धेरै ठाउँमा सिँचाइ गर्न सकिन्छ स्प्रिङ्कल सिस्टमले चाहिँ। यसले लागत पनि कम हुने पानी पनि थोरै पानीमा धेरै ठाउँमा सिँचाइ गर्न सक्ने हुन्छ। यसका लागि तपाईहरुले मोटर अथवा तपाईको सुविधा अनुसार गर्न सक्नुहुन्छ। हामीहरुले चाहिँ सर्वप्रथम ड्याङ बनाएका छौं। ड्याङ बनाएर तपाईको 20 इन्ची बराबरको ड्याङ छ अनि बीचमा चाहिँ खाल्टो नालो जस्तो छ। त्यो चाहिँ हामीहरुले हिड्नको लागि औषधिहरु हाल्नको लागि सजिलो हुनको कारणले बनाएका हो। स्प्रिङ्कलको लागि पाइपहरु बिछाउन पनि सजिलो हुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 15 दिनको बन्दागोपी हो। 15 दिनको अहिले धेरै राम्रो भइसकेको छ। प्लास्टिक ड्याङमा प्लास्टिक लगाएर त्यसपछि हामीहरुले चाहिँ बन्दागोपी लगाएका थियौं। बन्दागोपी यत्रो भइसक्यो। 15 दिनमा हामीहरुले फेरि अहिले चाहिँ हामीले यो कुखुराको मल हालेका छौं बीचमा प्वाल बनाएर। यसरी प्लास्टिक गरेर लाउँदा चाहिँ तपाईको घाँसहरु कम उम्रने र राम्रो आम्दानी खेती हुने हुन्छ। हजुरहरुले पनि हेर्न सक्नुहुन्छ साथीहरु हाम्रो 15 दिनको बिरुवा धेरै राम्रो भइसकेको छ। अब यसमा पानी हाल्ने अनि तपाईको घाँस उम्रने धेरै कम हुन्छ। यो चाहिँ हाम्रो 30 दिन 35 दिनको बिरुवा हो। बन्दागोपी हो। हेर्नुस् राम्रो भइसकेको छ। घाँस पनि कमै उम्रेको छ। यसमा अब केही दिनपछि तपाईको 20 दिनपछि गोबी चाहिँ काट्न मिल्ने भइसक्छ। हेर्न सक्नुहुन्छ साथीहरु तपाईहरुले। यो भिडियोमा भन्न छुटाएका अरु केही त्यस्ता कुराहरु छन् भने हजुरहरुले कमेन्ट मार्फत जनाउन सक्नुहुन्छ। त्यसको जानकारी अवश्य दिने कोसिस गर्नेछु। यो चाहिँ हामीहरुको 15-20 दिनपछि अब हार्भेस्टिङको तयारीमा छौं हामीहरु। बन्दागोपी चाहिँ राम्रो भइसकेको छ। किराहरु पनि त्यस्तो लागेको छैन। हामीहरुले केमिकलहरु राम्रै युज गरेका छौं। त्यस्तो धेरै केमिकल पनि युज गरेको छैन। राम्रो स्वास्थ्यको लागि हानिकारक नहुने खालको केमिकलहरु युज गर्ने अथवा अर्गानिक रूपमै गर्ने कोसिस गरिरहेका छौं। हस्त साथीहरु आजको भिडियोमा यति नै। हजुरहरुले यति बेलासम्म सुनेर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अरु खेतीबालीहरुको लागि जान्नको लागि पनि मेरो युट्युब च्यानलमा हजुरहरुले भिजिट गर्न सक्नुहुनेछ। यसमा हामीहरुले गर्ने खेती गर्ने कामहरु सबैको भिडियोहरु उपलब्ध छ। हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मन परेमा लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सनु होला। हजुरहरुको साथ सहयोग सधैं अपेक्षा राख्ने गर्दछु। हवस् त धन्यवाद।